खाना के दिन्छु बनाना खाएगा रुखहरूले छेक्छ यहाँ खासै हुँदैन Good job. पुरा मिला थोरै लिए हुन्थ्यो नि यस्तो ठुलो बाइट गरेर यति फास्ट खान्छ कि दम परेछ आफै सिकेको होला कि आफै जानेको होला त अहिले हेर्नु निलिसकेछ Could you move? I'm getting. तिमीले एक बाइट खायो भने त राम्रो गर्थ्यो कि माया गर्दै बेबी माया गर्नु भाइलाई आहा बेबी बेबीले के गर्दैछ दादा भन्छ बेबीले के गरेछ ए हुँदैन गालामा माया गरिदियो हुँदैन नडराउँदेऊ न बेबीले के गर्दैछ काम भएको त बेला बेला आउँछ त्यस्तो हुन्छ बेबु के छ छोरा कहाँ आएको तिमी क्यान्डी धेरै ननिकाउनु
अब के हो यस्तै यस्तो रकिङ एल्गोरिदमले कुन बजाउँछ I'm a good idea. You can do this, and I can do this. Daddy, please try the grass, ल है हाम्रो पिकनिक खाने तौली रेडी हो हामी रेस्ट एरियामा गएको छौँ यहाँबाट जाँदै 2 घन्टा छ अब हामी चाहिँ द पिक्स नर्थ रेस्ट एरियामा आउँछौँ पुरै यहाँको भेजिटेसन रुखहरू रमाइलो एउटा पार्क छ एउटा मान्छे छ पानी परिरहेको थियो घाम लापछि त रन्किहाल्दो रहेछ त मम्मी मोन्ट्रियल डाउनटाउन के को अफिस बिल्डिङ हो हामी नक्सियो त्यहाँ बाहिर बेन्चहरू मजाले पिकनिक खानु मिल्ने ठाउँ जस्तो रहेछ यहाँ चाहिँ पुरै प्राइड भएको जस्तो छ यो चाहिँ सेन्ट लरेन्स नदी यस्ता गाडी लिएर आएर त कहाँ राख्नु त के गर्ने हुन्छ बेसिलिका चर्च मोन्ट्रियलको एकदमै पपुलर लोकेसन एकदमै पुरानो चर्च अनि हाम्रो भक्तपुरका मजाले कुदेर बनाएका काठका असले अलको छत हेर्ने यो आजभन्दा 100 वर्ष पछाडि बनाएका हुन् है जिजस क्राइस्ट पनि रहेछन् त्यहाँ को हुनहरू नोटर डेम बेसिलिका यसो बसेर हेर्दाखेरि यहाँ धेरै यहाँनिर त म्युजिक बजाउने पियानोको जस्तो छ यो चाहिँ क्यान्डल जस्तो छ यहाँ बसेर बोल्ने यहाँ बसेर गाउने मान्छेहरू
यताउता उच्च कलात्मक भन्छन् नेपालीमा माथिसम्म मेबी 5 तल माथि हो त्यो होइन त्यहाँसम्म एभ्रिथिङ फलाम कुदेर बनाएको एभ्रिथिङ डिटेल्ड सो स्ट्रिट जान्नमा यहाँ हेर्दाखेरि पनि जिजस क्राइस्ट क्रसमा कसले राखेको छ त्यहाँभन्दा माथि के अब हामी त धेरै थाहा छैन होइन कसले राजा बनाएको जस्तो छ त्यहाँ राजा रानी समथिङ ग्लास आर्ट बाबा मम्मी पछाडि सूर्यको त्यहाँनिर घडी जस्तो छ St. Lawrence River, Montreal. That's the church. This is the high rise of Montreal, and this is the Science Museum. This is Jay. Hi, Jay. गएर कस्न सकिएन अनि उसलाई सजिलो भएछ बाबा सेन्ट लरेन्स नदी रमाइलो भयो रमाइलो छ त्यहाँ त घुमिरहेको ओल्ड पोर्ट हो ओल्ड पोर्ट निन्द लाग्यो क्या रमाइलो भयो भने मान्छेहरू मजाले बोट गरिरहेको पानी एकदम क्लियर छ तलको पुरै माटो पुरै लेखेको छ अनि ओल्ड पोर्ट हो यो एउटा मार्केट हो सबै टुरिस्ट छ छोराहरूले पनि साथ दिएकै छ निदान गरिरहेको छ सेन्ट लरेन्स रिभर समुद्र जस्तो छ नेचर भनेको नेचरै हो फेरि एकदम ब्युटिफुल छ ठाउँ हामी मन पनि ब्युटिफुल लागेछ मम्मी के लागेछ अरे ब्युटिफुल अरे कान्छ बाबासँग आउँछ क्या भन्छ हेर्नु त कति विशाल छ यो खोला है सेन्ट लरेन्स बाबाले कहिले 50 वर्ष अगाडि पढाउनु भयो जियोग्राफीमा यही खोला भनेर होला त्यहाँ एउटा डोम पनि छ यो अनि के आर्टहरू छ नि हेर्नु हरेक चिज वरिपरिका एट्र्याक्सन मजाले डुवा चलाएर आनन्दले मान्छन् त्यहाँ पनि एउटा आइल्यान्ड जस्तो रहेछ अनि यता साइडमा हाम्रो डाउन टाउन अलिअलि देखिन्छ अनि फेरि सेन्ट लरेन्स रिभर त यहाँ हिँडिरहेको छ यसरी ब्रिज मजाको ब्रिज मजाको सिटी मान्छे यसरी हिँडिरहेको छ रमाइलो छ छोराहरू सबैले इन्जोय गरेको छ
यहाँ त जिप लाइन पनि रहेछ ए एक्टिभिटी त के छ यहाँ मजाको फेरि सुन नातिहरू दौडिए यो छ खोला डिस्टेन्समा छ अनि अगाडि चाहिँ पानीको राम्रो पानी छ मजाको फुल पछाडि म्युजियम पार्कहरू छ मान्छेहरू पनि मजाले बसिरहेको छ वाटरफ्रन्टहरू खै त कान्छु ए अब सेन्ट लरेन्स अगाडिको एरिया त्यो ब्रिज तपाईँले भाषा छुटेर अब ओल्ड मोन्ट्रियलतिर लाग्दैछौँ यहाँबाट 11 मिनट्स वक भनेको छ त्यहाँबाट ट्रेन लिन्छ अनि हामी गाडी पार्क गरेको ठाउँमा गएर त्यहाँबाट एउटा क्विक स्टप गरेर हामी त्यहाँबाट लाग्छौँ सबैजना अगाडि अगाडि ट्रेम्पोलिन एमटिएलजी गर्ने एक्टिभिटी यहाँ धेरै छ हामी समय र केटाकेटीको न्याप मिलाउनु पर्ने मान्छेहरूलाई यति फिल गरेर हिँड्न पर्ने हुँदो रहेछ मेबी नेक्स्ट टाइम आयौँ भने भइहाल्छ ट्राफिक चाहिँ धेरै नै हो नि ढुङ्गाले छापेर बाटाहरू पुरानो भवनहरू पुरानो बजार हामी ओल्ड मोन्ट्रियल घुमेर अब सबवे लिन जाँदैछौँ बाटोमा शीतल हावा खाँदैछ देव निदायो रमाइलो रहेछ मोन्ट्रियल ओल्ड मोन्ट्रियल अनि यता चाहिँ न्यू मोन्ट्रियल अब हामी सबवे लिने खानेकुरा पिकअप गर्न आएको त यस्तो फुड कोर्टमा सबै ठाउँको खानेकुरा हाम्रो खानेकुरा आजको पिकअप भयो $93 यो डिनर केनेडियन मल रहेछ यहाँ चाहिँ धेरै न्युयोर्क मम सुसी स्न्याक्स सुसी KFC टाइपको सबै सब रहेछ लेट्स यहाँबाट आएछ नि तल झर्ने कहाँबाट छ त्यहाँबाट छ मैले टेकेन आइपुगेर हामी अटोवाको पार्लियामेन्ट सबै कन्स्ट्रक्सन भइरहेको पुराना डिजाइनका बिल्डिङहरू हेर्दै हिँड्छ भव्य ढुङ्गाले बनाएको पहिलेको अनि यस्तो यहाँ मात्रै होइन उता पनि छन् हामी हेर्दै हिँड्छौँ बसिएपछि त्यसपछि फर्केर आएर अझ टोरेन्टो जाने काम ठुलो छोरो यसरी मिलिरहेको छ यस्तो मैले केटाकेटी जाने यो कस्तो राम्रो बिल्डिङ रहेछ भनेको त्यही बिल्डिङमा यो पछाडिको बिल्डिङको रिफ्लेक्सन बिल्डिङ चाहिँ एकदम राम्रो पुरानो यो पुरै पार्लियामेन्ट बिल्डिङ सेकेन्ड बिल्डिङ एडिफिस बिल्डिङ धेरै थरी बिल्डिङहरू छ यहाँ ग्लास रिफ्लेक्सन चाहिँ गजबै आउँदो रहेछ
वेदर पनि एकदमै राम्रो छ जे छ भइरहेको छ। कस्तो छ हो म्याडम? ठिक छ। यो चाहिँ हाम्रो सुप्रिम कोर्ट अफ क्यानाडा। यो ग्लासको बिल्डिङ चाहिँ ब्याङ्क अफ क्यानाडा अनि म्युजियम पनि रहेछ। एकदम पुरानो र नयाँको एकदम ककटेल छ यो। पुरानो डिजाइनको पुरानो छ। ठुल्ठुला ग्लासका स्काई स्क्रेपरहरू पनि छन्। ठुलो बच्चा त्यहाँ हेरिराख्नुभएको छ। त्यो चाहिँ क्यानाडाको क्यापिटल सिटी। अब हाम्रो अगाडि इस्ट मोन्ट्रियल बिल्डिङ के मेमोरियल बिल्डिङहरू छ। उताको डाउन टाउन एरिया गभर्मेन्ट अफ क्यानाडा। अटोभरिबाट हिँड्न जान्छु। यो ब्रिजको नाम थाहा छ त्यो? यो ब्रिज एलेक्जेन्डर ब्रिज, अटोभर रिभर। कस्तो यो के हो यो? अन्त त्यो जाली जस्तो डिजाइन हेर्दा भित्ताको के डिजाइनको बिल्डिङ हो यो? कस्तो डिफ्रेन्ट है यो आर्ट एन्ड कल्चर आर्ट सेन्टर त्यस्तै केही होला। हामी ठ्याक्कै अटोभरि घरको साइड हिँड्दै हिँड्दै हामी जाने भनेको फाइनल भनेको उयो हो किवी पोइन्ट हो के भन्छ यसलाई। अनि यहाँ धमाधम कन्स्ट्रक्सन चल्दैछ। अनि कन्स्ट्रक्सन पनि कस्तो यिनीहरूले यो पुरानो थिम मेन्टेन गरेर रहेछ भन्दा त्यो चुच्चो युरोपियन स्टाइलका कुराहरू। साइकल चलाउनेहरू साइकल चलाइरहन्। 85 जस्तो छ होला वेदर। यस्तो सेडमा बसेर शीतल हावा सर आउँदा आनन्द आउने छ। अनि यता हिँड्ने बाटो हो, यताबाट जानु मिल्छ माथि भाइ। डिटोर भनेको लामो बाटो भनेको। हेर्ने भनेको जाने भनेको त यो हो। अब यति टाढा होला जस्तो छ होइन। अब गाडीमा भयो खुर त्यहाँ वरिपरि हेऱ्यो है, त्यहाँबाट यति हाइटमा खर्र कुराहरू हेर्ने भनेको यिनै हो। हजुरलाई चाहिँ ओहो बुढाबाले हात नसप्तामा चलाउनु भएको छ भनिदिनु पऱ्यो यिनकी आमालाई। अब हामी यति नै होला। अब फर्किँदैछौँ है। कस्तो लाग्यो भन्छ? एकदमै रमाइलो लाग्यो बेबी। थ्याङ्क यू। एकदमै मम्मी बोट पनि चढ्न मिल्दो रहेछ। छोरो अहिले लाइक छोरा मन पर्यो? सबलाई मन परेछ। हामी अटोवाला आजलाई बिदा गर्छौँ। एकदमै ब्युटिफुल ठाउँ। ल फाइनल भ्यू यो के छ यहाँ। उता गएर बस्ने हो हामी एकछिन वेट गर्नु। टोमेटो होइन छोरा, रोज प्लान्ट हो। माथि मन्दिर जस्तो छ।
बाई थाउजन्ड आइल्यान्ड भनेको चाहिँ यो मम्मी 1000वटा टापुहरू छन् रे अनि यी टापुहरू कोहीमा चाहिँ ठुल्ठुला भवनहरू बनाएको छन् कोहीमा टावर हेर्नु उयो त्यहाँको टावर उसमा टावर छ कोहीमा ठुल्ठुला घर छन् कोहीमा अझै मान्छे पनि बस्छन् तिनै चाहिँ डुवा चराएर हेर्ने ठाउँ हो क्या अनि मैले चाहिँ अब आज समय भएन 1 घन्टा 3 घन्टाको टुर हुन्छ नि त त्यस्तै हो केटो भए ठाउँ भन्नु अर्नु त भन्नु खालको फोटोमा पनि भिडियो लेक अन्टारियोको 1000 आइल्यान्ड्स एरिया धेरै यो मम्मी आँखाले भ्याएसम्म थालो खास सबै टापुहरू हुँदैन तिमी के काम गरेर गयो नि आयो लेक अन्टारियो दत्तङ आउँदै आँखा कता जाने आऊ बल्ल पऱ्यो कान्छो छ सानो झोला सोला बोकेर पाउनु बन्दोबस्त ल्याएको कुन बेला जाने जानलाई कष्ट छ हामी टोरन्टो हिजो आएको अनि त्यही खिचेन मन्दिर कहाँ बसियो खाइयो अब 12:30 बज्यो अब हामी टोरन्टो डाउन टाउन जानु लाग्छ त्यता त सुत्ला जस्तो छ त अहिले यहाँ गाडी यहाँको साइडको जो स्टेसन पार्किङमा राखेर हामी यहाँबाट जाँदैछौँ सो हामी टोरन्टो डाउन टाउन सिएन टावर हेर्न हिँड्दैछौँ होइन छ र हामी ट्रेन चढेछौँ ट्रेन चाहिँ अब यो 2 मिनटमा हिँड्ने भनेको ट्रेन हो अब यहाँबाट हामी हिँड्दैछौँ हजुर क्यानाडामा मैले एकदमै धेरै पावर लाइन देखेँ घाँसहरू पनि मजाले नेचुरल्ली बढ्न दिने यिनीहरूले हामी जाँदैछौँ अब कतिवटा स्टप 4वटा स्टप छ आनन्द लिँदैछ नो रस अझै 2 स्टप बाँकी छ ब्याकग्राउन्डमा अलिअलि बिल्डिङहरू देख्न थालेको छ मम्मी यहाँ बाबा यहाँ म यहाँ के छ यहाँ केनेडी स्टेसन भयो अब हामी युनियन स्टेसनतर्फ लाग्दैछौँ आनन्दले बसेर जान नो स्ट्रेस यहाँ चाहिँ ठिक लागेको कुराहरू चाहिँ धेरैजनाको ट्रेन स्टेसन वरिपरि पार्किङ बनाइदिँदो रहेछन् अनि यहाँ राख्यो अनि पैसा तिर्यो यहाँबाट चढ्यो सुइँ गयो एकदम आनन्दले बनायो
टोरन्टो डाउनटाउन टोरन्टो देख्यो, सिएन टावर देख्यो। यहाँबाट हामी एकैछिनमा चढ्ने गएर क्यानाडा डाउनटाउन टोरन्टो गुगलको अफिस रहेछ त्यहाँ। टिडी ब्याङ्क। अब हामी युनियन स्टेसनमा छर्छौँ। कन्स्ट्रक्सन त जता पनि चल्दैछ। हामी सबैबाट निस्कियौँ, सानो छोरो ठुलो छोरो बाबा मम्मी सबै क्यानाडाको डाउनटाउनको मुटुमै आइपुगेको छौँ। ओहो मम्मी हेर्नु त यो यसको सिसामा हेर्नु भने बादल हिँडेको देखिन्छ। अब हामी सिएन टावरको किनभने फेसबुकमा एड गर्नुपर्ने खास किन 4-5 जना घुमाइदिन्थ्यो कि। ल हामी चढ्ने भनेको यो चाहिँ युनियन स्टेसन हो। हामी चढ्न आएको चाहिँ यो यहाँबाट लेट्स सी कस्तो देखिन्छ भ्यू। अनि त्यहाँ जानुभन्दा अगाडि केटाहरू केही फ्राइज साइज किनिदिने हो कि त्यहाँ पनि पाइहाल्ला। त्यहाँ माथि गएर किन्दा यति महँगो पर्ने हो कि। युनियन स्टेसन पुरानो वल स्ट्रिटको त बुल पनि रहेछ त्यहाँ त। पुराना बिल्डिङहरू जताततै सिआइबिसीको टावर रहेछ। यो चाहिँ युनियन स्टेसन अझै पनि भव्य छ। मान्छेहरू धेरै छन् टुरिस्टहरू। होमलेसको प्रब्लम यता पनि रहेछ। मोन्ट्रियलमा त एकदमै धेरै ठुलो एकदमै होमलेसको समस्या चाहिँ छ। ट्याक्सीहरू धेरै छन्। ऊ त्यही हो के अरे टावर सिधै हेर न, सिधै के यसको पछाडि छ टावर। मेट्रो टोरन्टो कन्भेन्सन सेन्टर। Please actually. तेरा बच्चा कहाँ गरा? ला अब उता गर्ने उता जाने फेरि मामुहरू अगाडि गइसक्छन्। लेट्स गो। आऊ अब त उता जाने हामी उता टावर चढ्ने होइन। उयो बिग टावर देख्यौ? We're going to go on top of the lift started जाने हो क्या लिफ्ट त्यो बिग टावरको। रिप्लेस म्युजियम अगाडि देखाइरहेको छ। ऊ त्यो एलिभेटर चलिरहेछ। बट हामी जाने हो एक्वेरियम अफ क्यानाडा हेर्न हुन्थ्यो। अब भ्याइने भएन। रमाइलो छ। हामीले वेदर पनि राम्रै पारेको छौँ क्या है। हामीले पारेको होइन पारेको हो नि। यो ट्रेनको लाइन रहेछ यहाँ तल है। अब हामी टिकट काट्नेतिर कस्तो मजाको ठुल्ठुला बिल्डिङ छ ततै। खै भर्खरै गाउँबाट झरे जस्तो तल टावर छन् भन्नु भयो। टिकट काट्नु जाने।
लिटल फिस खान्छ। हामीले भर्खरै टिकट काट्यौँ यहाँ, हाम्रो 2:30 बजेको छ। अब 2:30 बजेबाट लाइनमा बस्ने वरिपरि धेरै कुराहरू छ। यहाँ साइडबाट यहाँबाट रिप्लिज एक्वेरियम अफ क्यानाडा। धेरै कुराहरू छ। जेली फिस होइन छिर्न मिल्छ अरे क्या, छिर्न मिल्छ अरे, छिर्न मिल्छ अरे। यहाँ खेल्ने ठाउँ पनि रहेछ। ठुलो छोरो हुन्छ। हामी सिएन टावरतिर लाग्न थाल्यौँ। टिकट हामी हेलिकप्टरमा जता पनि छ डल्लै छ। आफ्टर एन इन्टेन्स वेट। उता यता देखिन्छ कि यता Welcome to the CN Tower, everyone. We have views to Southeast Road on our way up. You can see Ripley's Aquarium, the Roundhouse, Lake Tirantona Islands to the back. We're traveling at 22 kilometers per hour, 15 miles. We will be reaching the main level in under a minute. That's 1,136 feet tall, 146 meters, about 114 stories high. 114 जना। Oh, come on, 114 on one. You see the lake? यो कहाँ छ त्यही भएर Please watch your step on your way up. No. What's that? You see the little cars? Those are real cars.
हुन्छ अहिले Right in back of That tower was there. We can see our parking garage from here. ट्रेन पनि यतिमै छ पानी पनि परेको छ कस्तो छ हौ रमाइलो छ तो हर चीज़ बनानी पड़ रही है तातो हरे उडार्छ है हाम्रो छोराले पनि यो हेर्छ यो तल मुनि पेसी पाँच बज्दा नि यस्तो चर्का घाम गर्दैन हेर्ने हो म बोक्छु त्यसलाई ल म बोक्छु हजुर हेर्ने होला म फोटो खिच्छु हेर्नु छ बाबा
म फोटो खिचिदिन्छु पर्दैन खिचिदिन्छु के पर्दैन हामी अब यहाँ फर्किन थाल्यो टेलिभिजन प्रोग्रेस एक रन किलो I told you it's because this one is not done properly. When you come back next time. हामी चाहिँ त्यो सिएन टावरबाट झऱ्यौँ अब निस्किँदैछौँ ट्रेन जाने स्टेसन युनियन स्टेसन हो यो अब हामी यसबाट जाँदैछौँ ब्याक टु मर्खम हामी यो ट्रेन समात्नलाई स्टुफिल नर्थ जाँदै हजुर यो एयरपोर्टतिर जाने अब एकैछिन फिगर आउट गर्नुपर्छ आइरहनु भने चाहिँ फिगर आउट गर्नुपर्छ यो स्टेसन युनियन स्टेसनै हो क्या यो हामी झऱ्यौँ ल वाट हामी रकेट सिपमा जानु लाग्यो फेरि ओहो कस्तो अल्छी लागेको छ यो लिफ्टलाई फेरि आनन्दले मेरो दुइटै छोराहरू आइछन् ठिक छ एक तला माथि जानु चाहिँ हुँदैन मिल्छ सिएन टावर जानु लाग्छ अब हामी आज महेश अङ्कलको लास्ट नेम के हो बिहा पो गर्ने थियो है असल चाहिँ गर्ने बिहानको घाम पर्ने सिधै यतिखेर अलि शीतल हो नि बिहान घाम है बिहान घाम ठ्याक्कै यताबाट पर्ने त्यति के गरेर बस्थ्यो यतिखेर धेरै गर्मी हो त धेरै गरेर तल उसलाई त्यहाँ पार्कहरू छ तर त्यहीँ तल त्यहीँ शीतल पर्नु प्रश्न सोनालको डिसम्बर रहेछ बेहोरा छैन
लाज लागिहाल्यो ल अब हामी लागे महेशलाई भेटेर खुसी लाग्यो होइन त राम्रोसँग गर। जान्छु म तिमी मसँग बस नि त मैले लिएर जान्छु हजुरले तिमी ड्याडी फेरि मम्मी आन्टी बाबा भनेर छोडिदेऊ आन्टीलाई निद्रा लाग्दैन के गाडीलाई क्यान्टिरहेको ल अब बाहिरबाट सबै एउटा फोटो खिचौँ त नि हिजो भन्दा सालको फोटो खिच्न बिर्सियो त मम्मीको जोइ को बन्छ हाम्रा यी साइली नन काइली नन गाए त हामी अब हामी लाग्छ यहाँबाट हामी आइपुग्यौँ नायग्रा फल्स स्काइलर टावरको मुनि आएछ लैजाऊँ अब यहाँ माथि जानु म यिनीहरूले बाथरुम आयो भनेर क्या टावर यताबाट छिर्नु त होइन होला नि त्यहीबाट सबै गएको त सिधै अन्त कतै गएको आउने गरिरहेको होइन के एउटा स्टलर र ऊ लिएर जाऊँ न त कत्रो फल्स है नायग्रा फल्स पानी यति धेरै सिट छ ल कस्तो रमाइलो है मन पऱ्यो स्काइलाइन टावर स्काइलाइन टावर यहाँ माथि चढेर हेर्यो स्काइलाइन जाने भयो अब लाइन बस्छु आएर अनि होइन त्यहाँ पर्सिन सिधा अगाडि देखेँ यहाँ फेरि टिकट काट्ने तल देखाएको थियो नि त लेट्स गो सर अब लेट्स गो Big falls, sir. Big, so much water. मेरो त मिस हो के कति छिटो है सो हामीले नायग्रा फल्स हेर्दैछ पानी चाहिँ यता तल गइरहेछ होइन अनि यहाँ माथिबाट आएको पानी यो चाहिँ होर्सु फल्स हो अनि यसको चाहिँ यो यतापट्टिको यसको चाहिँ नाम एउटा छ अनि यसको चाहिँ अमेरिकन फल्स समथिङ नाम चाहिँ तिनवटा फरक छ अनि अमेरिकाबाट आउने मान्छे हेर्ने चाहिँ उताबाट आउने हामीले लास्ट टाइम पनि गरेको यताबाट आएर यहाँबाट मेड अफ द मिस टु यो ट्रेन जस्तो आई मिन सिप जस्तो त्यहाँबाट लेफ्ट लिने चल्छ अरे लाइन छ अरे त्यहाँ छ नि अनि यताबाट यो सरी आउँछ यो अनि यहाँबाट सरीको बाटो यो चाहिँ अमेरिकाको साइड भयो क्यानाडाको साइड हो कि जस्तो लागिरहेको छ मलाई क्यानाडाको साइड उताबाट हेर्दा भव्य थियो अमेरिकाको साइडमा धेरै खास चाहिँ धेरै कुराहरू देखाएको छैन तर यो चाहिँ एकदमै म्याग्निफिसेन्ट छ कति पानी खतरा छ हामीले लास्ट टाइम त्यो गरेर अनि यताबाट हिँडेर त्यहाँबाट यसरी गरेर भित्र हिँडेर सबै गरे हो अनि डिफ्रेन्ट एक्सपिरियन्स भव्य छ सबै माथिको देखिँदैन अमेरिका यति पानी कहाँ छ कहीँ छैन यति पानी लानुहुन्थ्यो पानी त यो संसारमा सिकाना आयो नायग्रा फल्स बसेको क्यानाडा साइड यस्तो छ यतातिर कसैले हेरेको
Futu, futu. Abi, abi. Swimming गर्छ हौ Niagara Falls अमेरिका साइड अस्ट्रेलियाबाट आएको यो बोट चढेर वर्सु फल्सतिर आएको आज हामी छौँ क्यानाडा साइड पुरै बादल त डार्क क्लाउड्स लगाइरहेको छ पानी पो पर्छ क्या अनि यो चाहिँ एकदमै रमाइलो छ एकदमै रमाइलो छ यो वर्सु फल्सतिर लाग्नेछौँ हामी यहाँ पानीका छिटाहरू पाँच सिमसिमे पानी परे जस्तो फिल हुँदो रहेछ जतिखेर पनि अनि मिस्ट अस्तिर चढेको छु बोटको नाम मेयर अफ द मिस्ट थियो त्यस्तै नै छ यहाँ मिस्ट सबले छातै लगाएर भेन्डरहरूले त छातै बेचेको छ कस्तो रमाइलो छ हो कि आज हेरेर चाहिँ उता साइडबाट त यो देखिँदैन तिनटै एकैछ कि यही हो क्या तिनटै यो होर्सु फल्स भयो अनि यो चाहिँ ब्राइडल व्हिल फल्स भनेको यता पुनाको अनि यो चाहिँ अमेरिकन फल्स दुलैको घुम्टो यो दुईटामा एउटा हो क्या दुलैको घुम्टो जस्तो आई थिङ्क यो सेपरेट पुनाको होला दुलैको घुम्टो मम्मी उता साइडबाट हेर्दा तिनवटा एकै साइड देखिन्थेन नि देखिन्थ्यो र यहाँबाट कस्तो लागिरहेको छ त त्यो पानी यिनका संसार नभएको पानी रहेछ यिनीहरू यहाँबाट बत्ती निकाल्यो भने संसारभर पुग्ने निस्किन्छ होला हौ अनि यहाँ जिपलाइन सिपलाइन के छ के छ हामी आइपुग्यौँ यो चाहिँ टेबल रक भन्ने ठाउँ सबैजना आइपुगेको छौँ यहाँ त एकदमै सुरु हुन्छ बाक्लो छ कसैको सचिलो ठुल्ठुलो हामी चढेको चाहिँ यो चाहिँ हो अनि अब हामी यहाँबाट यतातिर लाग्छौँ हेरेर छ र कस्तो डगी रहेछ है यहाँ पऱ्यो भने त चान्सै छैन मजाले हेऱ्यौँ अनि त्यहाँबाट गर्न सक्नुको थियो एउटा बिहाइन्ड द फल्स भन्ने तर त्यसको लाइन लामो रहेछ 4:30 बजीको टिकट पाइएको त्यो भ्याएर 5:30 गाडीसम्म आउँदा 6 गर्दाखेरि बोर्डर क्रस गर्दा 7 गर्दा 11 बजी भएर हामीले त्यो गरेनौँ अनि त्यो ठाउँलाई हामीलाई यत्तिकै बिदाइ लाग्दै छोरा यहाँ गइरहेको छ ठुलो छोरा यहाँ गाडी चढ्दैछ बाबा मम्मी वासरुम अब हामी यति भएपछि हाम्रो नाइगर फल्सको यात्रालाई बिटो मार्दै लाग्दैछौँ
हामी क्यानाडाबाट रेनबो ब्रिज हुँदै अमेरिका छिरेर ड्राइभ गर्दा गर्दै पिट्सबर्ग आएर खाजा खाँदैछौँ। रात यता पनि चलिरहेको छ। अब हाम्रो होटेल 2 घन्टा हुँदैछ। त्यहाँबाट 2 घन्टा मात्रै गएर आनन्दले रेस्ट गरेर भोलि जाने टाइम लाग्छ, जाने प्लान छ। चियर्स। भर्खरै हामी आइपुग्यौँ पिट्सबर्ग। हाम्रो होटल यो लाइट हाउस यताको गराजमा पार्क गऱ्यौँ। अब केही खानेकुराको खोजीमा छौँ। आई डोन्ट नो, विल सी। ओके, खानेकुरा आयो। बाथरुम पनि क्लोजेट जस्तो छ। यो त 74 त धेरै होला नि। के धेरै थकेला। 7 घन्टा त घर गइन्छ। यति टाढा आएको हामी हेर्नु त लागिहाल्छ के अरे। त्यत्रो हप्ता 10 दिन लगाएर हिँडेर ठाडो घर पुग्नु त लागिहाल्छ। झन् अलिकति घुमाउरो बाटो गर्दै आएको थियो। दिनदिनै 6-7 घन्टा हुँदा त परेको छैन नि, ठिकै छ नि। रातभरि त हिँडा छैन नि। रमाइलो भएको भन्नु न, भएन पुरै माइती भेटाएर ल्याएको छु। सबै सकिएका हुन् न। चिजो पनि सक्यो नि त। मान्छे आएको थिएन। रोटीले खाएन होइन, कुरोले खाँदैछ। हामी भर्खरै ब्रेकफास्ट खायौँ। ठुलो छोरो यहाँ छ, छोराहरूकी हजुर बिहान बिहान कफी खाँदै रिभर साइडमा कालो चस्मा लाएर। अनि मेरो कान्छो हिरो यहाँ चाहिँ ए दौडिन्छ। यसलाई म्याराथनमा हालिदिने भने जित्थ्यो क्या भन्छु। त्यसलाई म्याराथनमा हालिदियो भने जित्थ्यो होला। अनि यो चाहिँ मनोन गएला रिभर है के अनि भन्नु पनि आउँदैन। अनि ठ्याक्कै यो हामी माथिबाट यसरी आएको थियौँ। यस्तो रमाइलो थियो हिजो त आउँदाखेरि पुरै तल डाँडाको बिचमा यो ठ्याक्कै पाल्पा भोलि पर्सि विकसित भयो भने त्यस्तै हुन्छ जस्तो फिल गर्दै हिँडेको थिएँ। ससुराली गाउँबाट एकचोटि ओह्रालो लागेको खै बसला नि क्यारला नि ससुरा मुडोले सम्झाउँछ, साला मुडाले सम्झाउँदा पनि सम्झाउँदैन। कहाँ बिर्सिनुहुन्छ भन्नु नि। सौदीले त ज्ञानुहुन्छ, आकारले त पत्याउँदिन। आकारले पोखरा गएर सिसा घर बनाउँछु भन्थ्यो के अरे मलाई। आकारले फेरि कसलाई के भन्नुपर्छ ट्याक्कै जानेछ क्या। धेरै पत्याउन नि हुँदा शर्मा आइलु यताबाट आए। जे छोरा ट्याक्कै क्लाइम नगर छोरा। यहाँको अङ्कलले गाली गर्छ छोरा। जस रिभरको भ्यू यताबाट रमाइलो छ। यसो यहाँ अब युनिभर्सिटी अफ पिट्सबर्ग छ यहाँनिर। यसो हेर्दै त्यहाँसम्म पुगेर फर्किनु जस्तो छ। होइन मम्मीले यो गयो भनेर सोध्नु भएको जस्तै। हजुर छोरा पट्टा छैनौँ छोरा। स्विमिङ पानी अरे अनि चिसो पानी अरे। अब हामी होइन यो पत्तर लाग्छौँ। छोरा हाई फाइभ। कहाँ छ छोरा हाई फाइभ। अब हामी यसो आज यहाँ हाम्रो यो होटलबाट चेकआउट गऱ्यौँ। यो थियो होटल। अनि हामी ठ्याक्कै खोलाको साइडमा। छोरो बच्चा जे छोरो नुनु गरेको हो कि हाइड एन्ड सिक गरेको हो कि नुनु। जे छोरो तिमी ड्याडीको मामुसँग एङ्ग्री भएको हो र। भोला रामको छोरी गुड हो कि ब्याड छोरा।
खराइकिलो ठुलै छ त है हामीले निलो पानी देख्ने पानी लगाएकाहरूलाई अलिकति यो पानी निलो नहुँदाखेरि चाहिँ भन्यो भने तर राम्रो छ खास सिनेरी बाटो यस्तो डाँडैको बाटो अनि ठुल्ठुला कुराहरू पनि रहेछन् अब हाम्रो प्लान भनेको यताबाट निस्किने यो ब्रिजमा हिँड्न मिल्छ यो ब्रिजमा हिँड्ने अनि पारी गएर यसो युनिभर्सिटी अफ पिट्सबर्ग देखिन्छ अनि त्यहाँबाट फर्केर आउने अनि गाडी पिकअप गर्ने अनि तल गएर के हेर्ने र बार छैन केटाकेटी दौड्यो भने कस्तो छ रमाइलो छ नि कस्तो नेपाल जस्तो कि है एकदम रमाइलो यो खास 6 घन्टा टाढा हो एउटा आनन्दको रोड ट्रिप गरेर फेरि आयो भने हुन्छ जस्तो छ के अरू यही सामान्य कुराहरू होइन हामी ठ्याक्कै यो साउथ साइड ब्रिज हेरेछ यता साइडमा गाडीहरू आइरहेछन् मजासँग बिस्तारै हिँड्नु होइन आजकल त मम्मी यी ठाउँ त रमाइलो छन् कि नेपालको पुरै झल्काउने ताल होइन मम्मी खोलो हो कि बनाउनु गखाने खोलो र मम्मी यता कुनो डाँडै डाँडामा भएको छ नि अनि यहाँ मुनि पुल छ गाडीहरू हिँडिरहेछन् अनि हामी यता मान्छेको पुल खोलो त बढेमनको छ मम्मी हेर्नु त यहाँ डुवा चलाइरहेछन् मान्छे यसरी स्केटिङ गर्दै हिँड्दैछन् हट मेटल ब्रिज ए यहाँ त डाउन टाउन सबै आउँदो रहेछ माथि गएर उता साइडबाट हेर्ने भनेको यही थियो खास होइन म त फोटो खिच्न खिचिदिन्छ नि एक दुईलाई ओ त्यो बिल्डिङ त के हेर न माथि काट्ने जस्तो है बनाउँदै छोडिदिएछन् माथि टुप्पो कुहिएर काटिदिए जस्तो छ त्यो बिल्डिङको के मम्मी देख्नु भएको छ हेर्दै काटिदिए जस्तो क्या टुप्पो मेरो एउटा ब्रिज सबै आउने गरेर फोटो खिच्नु हाम्रो हट मेटल ब्रिजबाट हामी अब ब्याक जाँदैछौँ गाडी पार्क गरेको ठाउँमा पिट्सबर्गलाई अब अर्को एक ठाउँ गएर फेरि हेरिन्छ डाउन टाउन पिट्सबर्ग के छ है वरिपरि जाँदै डाँडा हावा पनि कति मिठो लागेको भनेको यो कुरा भिडियोमा कहिले बस्दैन यो मिठो हावा के भयो Yeah, there are 4 seats. Yeah. Phone? Okay, I give it to you. Look. Yeah. Put it yes. Put it oh, we all fit. Right, let's go. Phone. Oh, Daddy has a seat. Apple? You got it. Oh, you're getting dust. Well, because look behind you. There's no window. There's no window. It's just open. यसको नामै बिर्सिन्छ मोनोहन गर्ल Incline. इन्क्लाइन के भन्छ माथिबाट जाने डाँडाको टुप्पोमा पुग्ने अनि यसो भ्यू खिच्ने फोटोसोटो खिच्ने अनि यसो तल झर्ने अनि हामी हाम्रो गाउँतिर लाग्ने Yeah, I think it starts going faster once it kind of moves out of the station. Look outside. बस्न हामीहरू
We actually just rode that yesterday. I probably haven't ridden the T in Look, like I don't know, 10 बिग्रेछ क्या छ yeah. अहिले हावा आयो है So we went to हामी माथि जाँदैछौँ बिस्तारै Oh yeah. गर्नमा Yes. Oh, yeah. Yeah. and we took that one and we went to जान्छ यहाँ स्टेसनमा स्लो गर्नु पर्छ अनि स्टेसनबाट I know. I wish it went more places in the city. Mom said she used to have to take the T. If I live, yeah, 100% Dormont. If I live in Dormont, that's what I would use. ल यही पिचबर्ग हाइटबाट हेर्ने माथिबाट हेर्ने कि यो त के माटे पानी गुम्बा यस्तो बनाइदियो शीतल भएर है Yeah, there's a new movie theater in Dormont. New old movie theater, yeah. you went to लड्स अनि क्या तलपट्टि अलिक सजिलो रहेछ यहाँबाट यही गाडीमा आउँदा नि मिल्थ्यो यही चढ्न नै रमाइलो हुन्छ कि भनेर This is experience. ABC, आयो अब यति हो हामी माउन्ट वासिङटनको माथि आएका छौँ मोनन गयालाई मैले भन्न नजानी सक्दै मोनन गयालाई इन्क्लाइन चढेर आएको यहाँबाट थर्की ट्रेन होइन तल अनि हाम्रो यो पिचबर्गको भ्यू त्यहाँबाट पनि हेर्नु होइन यस्तो छ भ्यू मजाका ठुल्ठुला बिल्डिङहरू छन् बाटो यो ब्रिज अर्को ब्रिजहरू थुप्रो छन् रमाइलो छ यहाँको भ्यू पिट्सबर्ग स्टेडियम रहेछ होइन अनि त्यहाँ स्टेडियम छ कि अनि पुरै कर्पोरेट अफिसर रहेछ यहाँ अमेरिकन इगलको पनि देखाएको थियो अहिले हामी बसेको डलर ब्याङ्क रे के अनि के अरे गेट्स माथि सर र हावा लाग्छ घाम पनि बेसर नै छ होइन डाँडा डाँडा बित्छको भ्याली सो हामीले अब पिट्सबर्ग हुँदाहुँदै हाम्रो यो पछिल्लो 12-15 दिनको ओभरअल टुर यहीँबाट एन्ड गर्दैछौँ अब हामी यहाँबाट झरेर 1 बजे यहाँबाट हामीलाई 7 घन्टा लाग्छ पुग्नलाई अब हामी विन्सन सेलुन ब्याक जाँदैछौँ आजलाई सबैजनालाई थ्याङ्क यू फर वाचिङ आज हाम्रो लास्ट डे अफ ट्रिप अनि हामी वेस्ट भर्जिनिया आउँदै घर फर्किँदैछौँ के छ बिजु खतरा 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 कस्तो डाँडा छ यहाँ एभ्री टर्निङमा 6वटा नयाँ डाँडा आउँछ पुरै छ रुखाइ रुख आनन्द आइरहेछ घर गएपछि सकियो भोलिदेखिको काम गजब रमाइलो 4 घन्टा पुगिन्छ मेबी कतै स्टप गरेपछि 4.5 घन्टा पुगिन्छ वेस्ट भर्जिनियाको बाटो साह्रै राम्रो है यताबाट आउनुपर्छ फेरि पनि के खोजेर आउनु टाढासम्म माउन्टेन देखेछ नि त है
सो 9:07 गयो हामी आइपुगे हाम्रो निवासमा आइपुगे यो गाडी क्यानाडा घुमेर आयो हामीलाई यत्रो मान्छे यति धेरै कुरा बोकेर ओहो म्याडमलाई पनि बोकेर यति सामान डिक्कीमा राखेको सामान सबै बोकेर हाम्रो गाडीले लिएर आयो यति भएपछि हामीले हाम्रो जर्नी एन्ड गऱ्यौँ 4500 किलोमिटर दुईवटा देश धेरैवटा प्रान्तहरूको गर्दा हामी घर आयौँ थ्याङ्क यू एभ्रीवन फर वाचिङ